हाई एभ्रिवान नमस्ते हजुरहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ रमिला थापा फेरि पनि आइसके हजुरहरुको सामु भिडियो लिएर, नयाँ भिडियो लिएर। अनि हजुरहरुलाई कस्तो छ? म चाहिँ एकदम ठीक छु। आज चाहिँ सबै काम यताउति भ्याएर बाबु पनि स्कुल गइसक्यो, खानासाना खाएर यताउति सबै भएर भिडियो स्टार्ट गर्दै छु। हेरौँ है त अब के हुन्छ। सो साथीहरु, अहिले चाहिँ हामी आमाको घरमा छौं। अब यहाँदेखि माथि मासु खाल्न जाने रे। आज सबैजना मासु खाल्न गइसके, म पनि जाँदैछु, मम्मी पनि गइसक्नु भयो। आमा पनि एक्लै सबै आफ्नो बारीमा उखाल्दै हुनुहुन्छ। आमा हो त्यहाँ मासु खाल्दै हुनुहुन्छ, म पनि जाँदैछु है त। सबैजना आफ्नो आफ्नो बारीमा मासु खाल्दै हुनुहुन्छ। यता स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। कहिले आउनु नि त नि हामीलाई। यहाँ चाहिँ आन्टीले अमला झार्नु भछ रे। मास चाहिँ ढुट्टै भयो। आन्टीलाई स्वागत छ मेरो हेलो ब्लगमा। छ्यामालाई पनि स्वागत छ। यता हेर्दैन न के हो यस्तो लजाइरहेको। ल आज पनि आन्टीले अमला झार्दै हुनुहुन्छ। वा झरे झरे तपाईले त खतरनाक झटारो फ्याक्दो रहेछ त मैले भन्दा नि। मेरो त नागेर गइदिन्छ होला ठ्याक्कै ठाउँमा परेको। आयो दुई चारवटा मात्रै झरे। आया लट्टी पाउँ है त। खाने होइन तपाईँ? किन त यति धेरै? तर सानो सानो भन्दा ठुल्ठुलो मिठो छ अमला। म चाहिँ आन्टीहरू भएको ठाउँबाट अमला लिएर टिपेर माथि आइसके। मम्मी चाहिँ मम्मी कहाँ हो? बारीमा पनि आइपुग्यो। मलाई खाएको त बोल्नै मिलेन त। खाने अमला टिपेर आएर हुँदै अन्तिल झार रहेछ अमला नै एउटा हाय हात त। मम्मी चाहिँ मासु खाल्दै। अब मासु खाल्दै कहाँ छ र? उतै छ है यो गर त। म चाहिँ मासु खाल्दै पन्जा सन्जा लाएर ट्याक्क सेफ्टी मासु खाल्दैछु। हाम्रो चाहिँ यो गरा उखालेर भ्याइयो। अब अर्कोमा जाँदैछौँ। धेरै नै छ उखाल्नलाई। यहाँदेखि माथि सबै घारी छ है। मम्मी चाहिँ मासु खाल्दै। यहाँबाट माथि छ अझै धेरै नै छ। ल है साथीहरू, हामीलाई यहाँ सहयोग गर्न आन्टीहरू आफ्नो भ्याएर पनि यहाँ बारीमा आइसक्नु भयो। उतापट्टि छ्यामा चाहिँ घाँस काट्दै हुनुहुन्छ, यतापट्टि आन्टी चाहिँ थकै मार्दै हुनुहुन्छ। मम्मी उखाले उखाले अब उखाल्ने हो। ल है साथीहरू, हामी चाहिँ मासु उखालेर भ्याएर घाँस बोकेर घर जाँदैछौँ। आज चाहिँ नाम्लो ल्याइएन, काँधोमै बोकेर घर जाँदैछौँ। यो कपालले नै झ्याउ पऱ्यो क्या। हामी चाहिँ घर जाँदै यता छ्यामाहरू देखिए। म चाहिँ यहाँ काँधामा बोकेर झर्दैछु, नाम्लो ल्याइएन।
अब घर पनि आयो। अब हातगोडा धोएर खाना खानु पर्छ। हातगोडा धोएर साथीहरू खानासाना पनि खायौँ अनि भाँडासाँडा पनि सबै माझेर अब एकछिन रेस्ट गरौँ है त। त्यसपछि मिल्ने नै छु। म चाहिँ एकछिन आराम गरेर एकछिन बसेर बजार जानलाई निस्केको। बजार जाने भनेर यहाँ चाहिँ आमा म बहिनी आउनेछ। आमा यही छ। छ्यामा र बुवा गइसक्नु भयो। हामी चाहिँ अब बजार जाने। छ्यामा र बुवा चाहिँ स्कुटरमा जानुभयो। हामी चाहिँ गाडीमा जाने भनेर निक्लिँदैछौँ। अहिले हामी त ग्याङै उठेर झर्दा आमा रोडमा पुगिसक्नु भयो। म झर्दैछु। बहिनी आउनै छ। बाटोमा गाडी कुट्दै आमा बहिनी झर्दैछ। गाडीको पर्खाइमा हामी सबै उठ न। गाडी आयो। हामी चाहिँ दमली बजार आइपुग्यौँ। घडेसमान चोक। गाइज हामी चाहिँ सबैजना यहाँ भेट भइसक्यौँ। बुवा यता, आमा यता, बहिनी यता। अब छ्यामाले चाहिँ आमा र बुवालाई लिएर जानुहुन्छ अनि हामी चाहिँ बहिनी र मेरो सानो काम छ अनि त्यता जान्छौँ। हामी चाहिँ सामान किनेर आइयो। अब खाजा खानु जानु लाग्यो है। खाजा खाएर अनि घर जाने। मम्मीहरू चाहिँ छ्यामाहरू चाहिँ गइसक्नु भयो। गाडीमा आउनुभएको थियो। हामीलाई चाहिँ हामी चाहिँ गाडीमा थियौँ। छ्यामाहरू चाहिँ स्कुटरमा थियो। अनि हामीलाई स्कुटर छोडेर घर जानुभयो गाडीमा। हामी चाहिँ स्कुटरमा जाने। हाम्रो चाहिँ खाजा है साथीहरू। चिसो छ यहाँ। हामी चाहिँ खाजा खाएर फर्किँदैछौँ। खाजा पनि खायो। घर जान लाग्यो अब। म चाहिँ घर आउँदैछु। घर आइपुगेँ। सामान्य यही कामै थिएन। यत्तिकै उठेर गएको नि। म चाहिँ घर आइपुगेँ। म चाहिँ आएर कपडा सपडा फेरेर आमाको सामान पुर्याउन जाँदैछु। यहाँनिर तेल छ, यहाँनिर आलु सालु के छ। माथि आमाको घर पुर्याउन जाँदैछु। आमा ल ल ल सामान भिडियो छिटो समाउनु। एउटा मात्रै। म चाहिँ आमाको घर सामान ल्याइसकेँ गाइस। हजुरहरूलाई भिडियो के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। आजको लागि यति नै।